आज चाहिँ यहाँ हामी विशेष मान्छेलाई भेट्न आइरहेका छौँ। हेरौँ को हुनुहुन्छ त उहाँ विशेष मान्छे। ल हामी चाहिँ फाइनली यहाँनिर हाम्रो राज सरसँग भेटघाट भइसकेको छ होइन। ल सर, यहाँनिर चाहिँ अब हाम्रो राज सरसँग चाहिँ धेरै समयपछि भेटघाट भएको छ। तिमीले नमस्कार गरेको खिच्यौ है त। ल सर, धेरै लामो समयपछि लामो समयको प्रतीक्षाको फल चाहिँ मिठो हुन्छ भन्छ। एकदम आजको प्रतीक्षाको फल चाहिँ एकदमै मिठो छ। हाम्रो एकदमै सामाजिक सञ्जालमा एकदमै सक्रिय अनि उहाँले चाहिँ जानकारीमूलक भिडियोदेखि लिएर हरेक कुराहरूको भिडियो उहाँले बनाउनुहुन्छ। एकदम सामाजिक सञ्जालमा भाइरल हुनुहुन्छ उहाँ चाहिँ। हाम्रो राजकिरात हक पनि छ। राजकिरात उहाँको धेरैवटा पेज तथा आइडीहरू छ। हामी चाहिँ सोसियल मिडियामा चिनजान भए तापनि लाइभ प्रुफमा चाहिँ यसरी हामी नजिक भएर भेटघाट भएको थियौँ। आज चाहिँ यो भेटघाट हुने सौभाग्य हाम्रो सरले जुटाइदिनु भएको छ। बिहान मैले उहाँलाई कल गरेको थिएँ, आज चाहिँ हाम्रो भेटघाट भएको छ। एकदमै खुसी लाग्यो। यो खुसीको क्षणमा दुई शब्द केही छ त? मेरो तर्फबाट चाहिँ विशेष तपाईँले आफ्नो यो महत्त्वपूर्ण समय दिनुभयो, त्यसको लागि एकदम आभारी छु। थ्याङ्क यू फर दिस टाइम। अनि लामो समयदेखि हामी परिचित भए पनि यो व्यक्तिगत रूपमा चाहिँ यसरी हामी लाइभ भेट भएको थिएन। अहिले चाहिँ यो समय पनि दियो, तपाईँले समय दिनुभयो। अनि त्यो भेट हुँदा चाहिँ एकदम मजा लाग्यो, खुसी लाग्यो होइन। सामाजिक सञ्जालमा देखिरहेको साथीभाइ, कुरा भइरहेको साथीभाइ पर्सनल्ली यसरी भेट हुँदा त्यसको मजा नै अर्को छ। खुसी लाग्यो। अनि यसो अब हामी त्यस्तो खतरा भन्दा पनि होइन, हामीलाई हाम्रो उद्देश्य भनेको चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्दै गर्दाखेरि मान्छे गाली गलोच गर्ने दुनियाँले हामी चाहिँ त्यो भन्दा पनि कुनै सकारात्मक कुराहरू छन् भने त्यो कुरालाई चाहिँ बाहिर ल्याउनुपर्छ, गर्नुपर्छ भनेर चाहिँ उहाँहरू त्यसरी गर्नु गरिरहेको। यस सामाजिक सञ्जाल चलाएपछि त्यसले राम्रोसँग स्वरूप भएको होला, त्यो चिजले पनि हामीलाई राम्रो गर्छ भन्ने सन्देश दिन चाहन्छु। धेरै धेरै धन्यवाद सर। ल हस् त, यहाँले यदि उहाँलाई फलो गर्नुभएको छैन भने फलो गर्न सक्नुहुनेछ। आजको भेट चाहिँ हाम्रो यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। छोटो अनि मिठो भेटघाटपछि हामी यहाँबाट छुटेका छौँ। थ्याङ्क यू सो मच फर वाचिङ।